फाइनली पोखराको मकै चाहिँ टेस्ट गर्दै हामी चाहिँ एउटा चाहिँ 50-50 गरेर दिदी फेमस अब धेरै आउँछ अब कहिलेचोटि हो यार त्यस्तो हो कहिलेचोटि हो कि त्यस्तो आएको मकै पोखराको पोखरा त थाहा थिएन मैले नि एक 2 वर्ष भयो नि मकै नखाएको त गाउँ छोडेदेखि त यता खाइयो मेरो स्याङ्जा उनको पर्वत हजुरको कता हो हजुर चटनी जो कता हो टाढै हो र त्यो एनिमल चाहिँ भइसक्यो पहिलो खानुपर्छ मजा होला पिरो र चिया चटनी छ एकदम पिरो हजुर भिडियो बना हो हजुरको बिजनेस बढ्छ अब हजुर फेमस हो चटनी मिठो बनाउनु भरि छ फाइनली हामी चाहिँ मकै खाएर चाहिँ हिँडिसकेका छौँ अघि हामी चाहिँ सिक्किम ढुङ्गातिर बाटो फर्किदियो हो मकै मिठो रहेछ अरू केही के अरे इङ्ग्लिसमा के भन्छ अरे मकै मकै मेज होइन र भन्नु मेज समथिङ केही भन्छ है अर्को के भन्छ मेज हो क्या MAIJE मेज कोन कोन सिवारियन अति कोन मेज भनेको त के भने आइसक्रिमको उसलाई पनि भन्छ कोन है के हो त्यो यार धेरै गर्मी धेरै गर्मी 10 को हेरौँ न धेरै पिरो भएर चाहिँ हो धेरै पिरो भएर चाहिँ अब चाहिँ आइसक्रिम खानुपर्छ के फ्रीमा दिनुहुन्छ भने हो हजुर होला नि साउथ यहाँको ए उता साउको साउ पनि त्यो ठ्याक्कै यो चोकको नाम के अरे फ्रीमा केही नि आउँदैन कि आन्टी फ्रीमा केही नि आउँदैन ल मैले देखाइदिएँ पसलमा आइदिनु काम छैन म के एउटा 59 जना 59 कि 57 जनालाई आइदिनु पऱ्यो अरे के कतिको 20 को 30 रुपियाँ अरे त्यसलाई त 30 रुपियाँ धेरै महँगो भनेर यो लिइसकेर यो चाहिँ 30 अरे के महँगो जस्तो केही नि छैन भित्र होला भनेर गइसकेको त कति भन्दा 30 रुपियाँ मैले खान्थेन अहिले भर्खर त अब बाहिर निस्किएको छु म आफ्नै घुममा थिएँ कताको एकछिनै म पढ्छु सो आइसक्रिम चाहिँ यस्तो रहेछ हेर्दा चाहिँ ठिकै हो मलाई 30 रुपियाँ अरे के ठग्यो क्या आन्टीले हुन्छ एमआरपी चाहिँ 30 लेखेको छु 20 लेखेको छु है हेर्दै एमआरपी थाहै छैन त्यहाँ लेखेँ अरे हेरौँ न कति लेखेर छ आन्टी ठग्नु भइन्छ है आन्टीलाई त्यस्तो नभए मिठो त मिठो अनि आज त बुद्ध जयन्ती होइन हो किन बुद्ध त्यो त हो जस्ट आफ्नै पैसाले किन्ने सोच पनि हो आइफोन तर फेरि अहिले आफूलाई चाहिए जस्तो हुन्छ तर मान्छेले गर्छन् यहाँ नराम्रो फोनले नि गर्न त गर्छन् तर अलि फोनको मतलब भिडियो क्वालिटी अलि राम्रो भएपछि नि मान्छेले अलि हेर्छन् जस्तो लाग्छ है मलाई तर अस्ति मैले त्यो उता तिमीले हेर्दाखेरि म त्यो भ्लग हालेको थिएँ एउटा त्यो हामी गएको थियौँ कि मतलब एउटा फल त्यो एउटा वाटरफल जस्तै थियो त्यहाँ चाहिँ गएको थियौँ आइफोनबाट पनि यस्तो मिठो आएको थियो तर मेरोमा ट्रान्सफर वाट्सएपबाट ट्रान्सफर गरेको खत्तम भयो कि राम्रो क्वालिटी नै आएन घसियो अपलोड पनि आइफोनबाटै गर्नुपर्छ कि त्यही अनि कताबाट युज गर्ने अरूको आइफोन अनि के गर्नु फोर हाल ल
भाइ पछि पछि हात। सो अहिले म चाहिँ सिडन चोकमा आइसकेँ। टक्क फ्लाइओभरमा हिँड्दै हो। चप्पल पनि यार, चप्पल लगाएर पुरा बाटोमा खुत्तिन्छ हो। यस्तो छ यता चाहिँ। यहाँ चाहिँ यस्तो छ। हिजो चाहिँ म अराउन्ड 20 मिनट जति चाहिँ यहीँ यस्तो गाडीहरू हेरेर बसेको थिएँ कि टक्कै यता आउँछ नि जस्ट माथिबाट हेर्ने बस्ने क्या कतै देख्यो नि भ्यू त। तर पोखरामा सबैभन्दा राम्रो बबाल लाग्ने ठाउँ चाहिँ मलाई यो हो कि आज यस्तो बुटोहरू छ होइन। खासै केही चाहिँ छैन, रोडको साइड हो, बट बुटोहरू चाहिँ एकदम छ कि आई लाइक इट। झन् हेर्दै उहाँ सर र अनि यता चाहिँ हल्का गर्ने ठाउँहरू छ, हल्का जिम भन्दा मतलब वर्कआउट गर्ने ठाउँ छ। अनि अझ यहाँ बुटोहरू छ कि लिची पनि देखिरहेको थिएँ अघि मैले, कता हो उसलाई धम्लो छ, लिची पनि देखिरहेको थिएँ। अन्त बुटो पहिला खतरा होस् यो पछि फेरि हामी होला यस्तो औडा लगाइरहेको। त्यही भने मैले चाहिँ खिच्दिएँ यत्रो रेसिपी भनेर है। जस यो ठाउँ बबाल हो क्या, वान अफ द ब्युटिफुल प्लेस लाग्छ यो चाहिँ। अझ फुल पनि फुलेर चाहिँ आएर यस्तो चिसो हावा आउँछ है, जस्ट आई लभ देख्छ होइन फुल माथि। तर क्याप्चर गर्न गाह्रो थाहा भएन। लिची अचम्म लाग्यो यहाँ यो देख्छ है। कहाँनिर तयार गाह्रो तर यहाँ भनिरहेको छ कि के अरे यहाँ सूचना फुल टिप्न मनाइ छ, क्यामेराले हेरेको छ। अन्त बुट्टोमाकै लिचीले लटरम्मै छ है। यहाँ पनि भयो लिची सही हो यो चाहिँ। यहाँ अझै है 2टा बुट्टा ए खतरा बाह्रमा। यो लोकेसन चाहिँ बबाल हो कि, तर हेर्नु बुट्टा पनि लगभग ओल्ड पुरानो है, तर चिसो हावा आउँछ। चाहिँ यो चाहिँ कुन ठाउँ भन्दा के अरे वाइ चोक हो कि यो भन्छ कि वाइ चोक ए राष्ट्र ब्याङ्क चोक। त्यो वाइ चोक र राष्ट्र ब्याङ्क चोकको बिचमा छ, बबाल छ कि। सो म चाहिँ अहिले चाहिँ यता के भन्छ ट्याम्साइड भन्दा यता आइसकेँ। अनि मैले यो भिडियो पनि यतितिर इन्ड गर्छु होला। थ्याङ्क यू फर वाचिङ। लाइक कमेन्ट सब्सक्राइब गर्ने चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू।